हेलो गाइज गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ हामी चाहिँ दिल्ली टु काठमाडौँ जाँदैछौँ होइन। एक्चुअली हामी चाहिँ रोडवेबाट जान आँटेको। यो चाहिँ मर्निङको भ्यू हो काठमाडौँको। सो युजली टाइम चाहिँ 10 बजे छुट्छ अरे यो बस, अनि वहाँ पुग्ने चाहिँ लाइक 3-4मा पुग्छ अरे बेलुकाको। बिहान 10 बजे 3-4 बजे नेक्स्ट डेको 3-4 बजे दिल्ली पुग्छ अरे। अनि यही हो भल्भो सबैभन्दा राम्रो बस चाहिँ यही जान्छ अरे। यो चाहिँ दिल्ली एयरपोर्ट होइन। हामी चाहिँ दिल्लीको एयरपोर्टबाट जाँदाखेरि हामी चाहिँ त्यसरी गएको थियौँ। अनि एक्चुली म जब दिल्ली कोही टु दिल्ली आउँदाखेरि मेरो स्क्याम भएको थियो क्या। मैले booking.com.बाट गरेको थिएँ। अनि booking.com.बाट फोन चाहिँ उठाउँदैन, जिएसटी सिएसटी भनेर के पैसा उठाइदिने। होटल बुकिङ गर्दाखेरि चाहिँ तपाईँले सुरुमै सोधिहाल्ने देयर इज हिडन चार्ज भनेर। हिडन चार्ज छ भने बस्नु होला होइन। इन्डियामा त फेरि एकदमै लुटपाट हुन्छ। अनि त्यसपछि हामी आउँदाखेरि चाहिँ गल्ली गल्लीतिर होटल आफैले खोज्यो भने सस्तोमा पाउने रहेछ। अनि यो चाहिँ दिल्ली एयरपोर्टबाट जाँदाखेरि सबै इमिग्रेसन पास भयो। मनमा पहिले नेपालबाट आउँदाखेरि के थियो होइन। आउँदाखेरि त चाहिँ आयो, अब जाँदाखेरि के क्वेसन सोध्छ, के हुन्छ कसो हुन्छ भनेर मनमा धेरै नै क्वेसन राइज भएको थियो क्या होइन। अब भिजिट प्रपोज किन आइस कसो आइस, अब नानाथरी हुन्छ इन्डियामा त बुढो मान्छे इमिग्रेसनमा गरे रुल्स अलरेडी चेन्ज भन्ने भने हामीलाई गाह्रो हुन्छ। दिस रुल्स अलरेडी चेन्ज भन्ने भने सो एनओसी चाहिन्छ, कति नै भन्छ एनओसी चाहिन्छ, यो चाहिन्छ त्यो चाहिन्छ भनेर। एक्चुअली केही पनि चाहिँदैन। यदि तपाईँ दुबई, कतार, साउदी, ओमान, बहराइन, कुवेतमा हुन्छ। सो मेरो फ्लाइट चाहिँ कुवेतदेखि दिल्ली टु कुवेत थियो। सो अहिले चाहिँ म जाँदैछु दिल्ली टु कुवेत होइन। अनि तपाईँले चाहिँ एयरपोर्टमा त्यस्तो खासै केही पनि सोध्दैन रहेछ। तपाईँसँग चाहिँ स्ट्रङ स्वीकृति हुन्छ नि फरेन लेबर डिपार्टमेन्टको चाहिँ तपाईँसँग प्रिन्ट आउट गरेर तपाईँले त्यहाँ देखाउनु हो भने त्यस्तो खासै केही सोच्दैन होइन। जाने हो त्यो देखाउनु हो, त्यो चाहिँ भ्यालिड हुनु पऱ्यो होइन। त्यसको लागि चाहिँ तपाईँलाई एनओसी सानोसी एकदमै ढुक्क भएर जानुहोस् र booking.com.बाट चाहिँ कुनै थोक अर्डर नगर्नुहोस्। त्यसमा जिएसटी सिएसटी र रुम पनि नगर्नुहुन्छ। गएर आफै होइन होटल सोटल खोजेर सस्तोमा। म चाहिँ सुरु दिन आउँदाखेरि चाहिँ 2000 तिरेर बसेर पर डे होइन। अलिक भित्र गयो भने 1800-900 पनि पाउँदो रहेछ। यति चाँडो मान्छेलाई ठगिन्छ नि। हिँडिरहेको बेला कान आएर के हालिन्छ, कानको पनि हुन्छ। त्यस्तो मान्छे पनि देखिरहेको थियो होइन। अनि राम्रो ठाउँ भनेको तपाईँको दिल्ली छ घुम्नको लागि, त्यो इन्डिया गेट पनि। यो चाहिँ हामी इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टबाट जाँदैछौँ दिल्लीको लागि होइन। अनि अर्को यस्तै हो खास मेन प्रपोज भिडियो बनाउनको लागि चाहिँ तपाईँलाई चाहिँ केही पनि चाहिँदैन, डकुमेन्टहरू केही चाहिँदैन। नो एनओसी रिक्वायर्ड, नो एनिथिङ। तपाईँको श्रम स्वीकृति भ्यालिड छ भने। अनि यो चाहिँ दिल्लीको एयरपोर्ट। अब हाम्रो टेकअप भयो। हामी अब लाग्यौँ दिल्ली टु कुवेत। सो फाइनली म खुसी छु, म मेरो काममा जाँदैछु होइन। त्यो चाहिँ मेरो फर्स्ट टाइम हो जुन चाहिँ अरूको देशको इन्टरनेसनल एयरपोर्टबाट अर्को देश जाँदैछु। सो त्यसैको लागि भिडियो बनाएको। म त काठमाडौँको जस्तो झिलिमिली देखिन्छ होला भनेको त केही नदेखिने झिलिमिली काठमाडौँमा झिलिमिली देखिन्छ नि। मतलब धेरै जस्तो लाग्यो अर्काको त्यसको दिल्लीको चाहिँ के बनिरहेको सो याद नगर्दैन। सो भिडियो बनायो होइन। यस्तै हो मैले बनाउनु अब तपाईँ दिल्लीदेखि काठमाडौँदेखि दिल्ली बसमा जानु भने तपाईँको 26 आवर्स हुन्छ। जामसम्म गएर 30 आवर्ससम्म होइन। अनि सजिलै हुँदो रहेछ बसबाट। म ट्रेनमा गएको थिएँ पहिलोचोटि चाहिँ पनि एकदमै महँगो। बसमा चाहिँ मलाई कम्फर्टेबल भएको, राम्रो लाग्यो है, चाँडो पुऱ्याइदियो। तपाईँको दिल्ली टु सिलगढी लगभग 24 आवर देखाउँछ। अनि त्यहाँबाट बस पक्रेर फेरि जा, बरु आफ्नै घरको आँगनबाटै बसै जान्छ। किन झन्झट गरिराख्नु है। सामान एकदमै सेक्योर हुन्छ है। फेरि बसमा गयो भने ट्रेनमा चाहिँ हराउँदैला, छक्का छिर्ला, यो छिर्ला त्यो छिर्ला भन्ने हुन्छ। बसमा चाहिँ एकदमै सामान सेक्योर होइन। सिट राम्रो होइन।
अनि त्यही हो आफूले सेफ फिल हुन्छ आफ्नो सामने चाहिँ कुवेततिर हो कुवेत आइपुगिसकेको मैले परैबाट भिडियो बनाउँदै आउँदै थिएँ होइन खास होइन कस्तो देखिन्छ म नाइटमा पहिले पनि उडेको थिइनँ बबाल देखिँदो रहेछ क्या नाइटतिर चाहिँ है अनि जाँदाखेरि अस्ति नाइटमा उडेको थिएँ तर जहिले ल्यान्ड हुँदाखेरि काठमाडौँबाट जहिले डेमा हुन्थ्यो नि त अहिले नाइटमा देख्दा चाहिँ राम्रो लाग्यो डेमा भएर मरुभूमि यसै नै हो यही जस म बसेको छु अलमोस्ट लाइक 2-3 इयर्स जति भयो ओके थ्याङ्क यू सबैजनालाई भिडियो दिनुभएकोमा लाइक र सब्सक्राइब गरिदिनु चांद हूँ मैं तू है तारा एक बारिया भी जा यारा एक बारिया ये इश्क की इंतहा लेने लगी इम्तिहान हद से गुजरने लगी है मेरी चाहते धड़कन